हाउसवाइफको प्र्याक्टिस चाहिँ मेरोमा डह्रो भइरहेछ सरिएर आजकल चाहिँ। हे गाइज, गुड मर्निङ, नमस्ते जदो, दिस इज सबिना एन्ड वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। आज चाहिँ मैले यहाँ बनाउँदैछु हलुवा। मेरो हस्बेन्ड चाहिँ आजकल काममा गइरहनु भएको छ नि त, हाम्रो कन्स्ट्रक्सन साइटको फिल्ड चाहिँ हेरिरहनु भएको छ। अनि त्यो भएर चाहिँ बिहान बिहान उठेर खाना पकाउनु पऱ्यो। मेरो हस्बेन्डको लागि खाजा बनाउँदैछु, के गर्नु, काम गर्नु परिहाल्यो होइन। अनि मेरो हस्बेन्ड घरमा भएको बेला एकदम धेरै हेल्प गर्नुहुन्छ क्या। घरको आधीभन्दा धेरै काम त उहाँले गरिदिनुहुन्छ, अनि सजिलो हुन्छ नि त। अनि अब आजकल काममा जाने भएपछि आफूले पनि केही काम गर्नु परिहाल्यो। बिहान उठेर खानासाना बनाउनु पऱ्यो। हस्बेन्डले चाहिँ के कता कता के मिलाउनुहुन्छ, के खोज्नुहुन्छ सामानहरू होइन। अनि मैले उहाँको लागि यहाँ चाहिँ हलुवा बनाएँ दिउँसो खाजाको लागि। अनि तरकारीमा चाहिँ मैले छिटो छिटो गराउनुलाई अनि मारेको साग र भटमास बनाएँ क्या। अनि यो मारेको साग भनेको चाहिँ के हो भनेर सोचिरहनु भयो होला। यो सुकाएको साग हो है साथीहरू, मालेर। अनि खानासाना खाएर चाहिँ हामी फेरि कन्स्ट्रक्सन साइटतिर जानु थाल्यौँ। अनि उहाँ चाहिँ हाम्रो कामदारहरू आउनुभएको छ क्या। उहाँहरूको घर चाहिँ इन्डिया हो। अनि उहाँहरूलाई चाहिँ हिन्दी मात्र बोल्नु आउँछ, अनि मेरो हस्बेन्डलाई नेपाली मात्र आउँछ होइन। उहाँहरू एकअर्काको भाषै नबुझ्ने के। अनि अब एकअर्काको भाषा नबुझेपछि कसरी काम गर्ने, कसरी कम्युनिकेसन गर्ने होइन, कसरी चाहिँ अब के भयो, कसरी भयो, अथवा के चाहियो भनेपछि कसरी गर्ने भन्ने कुरा चाहिँ हुन्छ नि त। अनि उहाँ चाहिँ मेरो हस्बेन्डलाई मैले भन्दैछु कसरी बोल्नुहुन्छ उहाँहरूसँग भन्दैछु। अनि फेरि हाम्रोमा अब अहिले उहाँहरूले खाना पकाएर खानुहुन्छ नि त आफै। अनि अब यहाँ त हाम्रोमा त ग्यास के पनि छैन है। अब हाम्रोमा ग्यास छैन। अब नेपालमा ग्यास सर्टेज छ। अब यहाँ चाहिँ लकडीमा दाउरामा खाना पकाएर खानुपर्छ। अनि त्यो ग्यास चाहिँ पाइँदैन भन्दैछ नि उहाँहरूले चाहिँ। चोके अब हामी जसरी हुन्छ एडजस्ट गर्छौँ भन्नुहुन्छ। अन्डरस्ट्यान्डिङ राम्रो रहेछ उहाँहरूको चाहिँ। अनि त्यहाँबाट चाहिँ हामी फर्क्यौँ। फेरि उहाँहरूको लागि खाना बनाउनु पऱ्यो होइन। हामीले त खाना खाइसकेका थियौँ, तैपनि उहाँहरूको लागि खाना त बनाउनु पऱ्यो। बेलुकादेखि त उहाँहरू आफै पकाएर खानुहुन्छ, तर आज बिहानको लागि त उहाँहरूलाई त खाना त दिनु पऱ्यो होइन। अनि घरमा आएर चाहिँ मैले सागसाग टिपेँ, अनि रातो दाल लिएर अनि मैले उहाँहरूको लागि खाना पकाउन सुरु गरेँ। अनि अब खाना पकाएर चाहिँ उहाँहरूलाई खाना पठाइदिनु पर्ने हुन्छ साइडमै। अनि त्यो खाना चाहिँ मेरो हस्बेन्डले लिन आउनुहुन्छ क्या। अनि बाइकमा आउनुहुन्छ। अनि खाना लिएर गएपछि उहाँहरू खाना खाएर आजको आफ्नो काम चाहिँ कन्टिन्यू गर्नुहुन्छ। अनि खाना रेडी भइसकेपछि चाहिँ मेरो हस्बेन्डले खाना लिन आउनुभयो। म चाहिँ अफिसको लागि रेडी हुनु पऱ्यो भनेर निस्केँ होइन। अलिअलि किचनहरू सफा गरेर अनि जे होस् आज बिहान बिहान चाहिँ 2 पटक खाना पकाउनु पऱ्यो। अनि त्यही पनि ठिकै छ, काम परेपछि गर्नु परिहाल्यो नि होइन। आजको भ्लगमा चाहिँ यति नै हो। भोलिको भ्लग चाहिँ भोलि। थ्याङ्क यू हजुरहरूले मेरो भ्लग हेरिदिनु भएकोमा। यदि मेरो भ्लग मन पऱ्यो भने हजुरहरूलाई लाइक कमेन्ट गरिदिन नबिर्सिनु होला। थ्याङ्क यू, बाई बाई।